वाइड बडीमा 55 मिलियन डलर खाएको अमेरिकाको जस्टिस डिपार्टमेन्टले प्रमाणित दुनियाँले देख्ने गरेर वेबसाइटमा राखिदिएको छ। तर यहाँ कारबाही हुँदैन। सम्पत्ति शुद्धिकरण क्यासिनो मार्फत, रियल एस्टेट मार्फत, सुन, हुन्डी आदिबाट सम्पत्ति शुद्धिकरण गरिराख्नु भएको छ। यसैलाई हो उसले इङ्गित गरेको, कारबाही पनि गर। यो चाहिँ प्रक्रियागत कागजमा मात्र लेखेर भएन, थुन 2-4 जनालाई जाक भनेर भने हो फाइनेन्शियल एक्सन टास्क फोर्सले। त्यसमा तपाईँहरूको ध्यान जाओस्। राजनीतिक संस्थाहरू त कब्जा भएका छन्, अदालत दलीय छायामा छ, संवैधानिक निकायहरू तपाईँहरूकै भागभण्डाबाट हुन्छन्, प्रहरी कर्मचारी तन्त्र पुरै एलिट क्याप्चर अफ पोलिटिकल इन्स्टिट्युसन भएको छ। अब डरलाग्दो कुरा आर्थिक संस्थाहरू पनि कब्जा गर्ने दिशामा तपाईँहरू गइराख्नु भएको छ। सेबोन कुन प्रक्रियाबाट, कस्तो शर्तमा, कसको सौजन्यमा नियुक्ति भयो, बिमा प्राधिकरणमा के गर्नुभयो, र अब सबभन्दा डरलाग्दो अघि ग्रे लिस्टको कुरामा राष्ट्र बैंक पनि कब्जा गर्ने दुर्नियतका साथ केही अभियानहरू चलिरहेका छन्। अन्तमा अनुशासनको कुरा गर्ने, तर यही समयमा फाइनेन्शियल एक्सन टास्क फोर्स FATF को ग्रे लिस्टमा नेपाललाई चढाइदिनु भएको छ। यो सरकारको पालामा नै त्यो कलङ्क बोकिएको छ। बुर्किना फासो, हाइटी, नाइजेरियाको हाराहारीमा अब नेपाललाई पनि यो सरकारले दर्ज गराएको छ। र अब अन्तर्राष्ट्रिय रूपमा हाम्रा बैंकिङ कारोबारहरू, विदेशी लगानी लगायत यावतमा थप निगरानी हुने र सुधार नगर्ने हो भने अब हामी कालो सूचीमा पर्ने लगभग पक्का भएको छ। त्यसैले सम्पत्ति शुद्धिकरण एन्ड एन्टी मनी लन्ड्रिङ, यो काउन्टरिङ द फाइनेन्सिङ अफ टेररिजम CFT लगायतका ऐनहरू बनाउने तर कार्यान्वयन नगर्ने, वाइड आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्नका 3 कारणहरू यस प्रकार छन्। पहिलो, प्रक्रियागत त्रुटि, प्रोसिजरल एरर। दोस्रो, शासकीय अवैधता, इलिजिटिमेट गभर्नेन्स। र तेस्रो, संस्थागत अनुत्तरदायित्व, इन्स्टिट्युसनल अनअकाउन्टेबिलिटी। 6वटा अध्यादेशमध्ये एउटा सङ्ख्या पुगेन भनेर यहाँहरूले विथड्र गर्नुभयो। 4वटा कोकोलाई लेखाएर गोजीबाट यहाँ प्रस्तुत गर्नुभयो। तर यो अहिले छलफलमा रहेको अध्यादेश प्रतिनिधि सभा अन्तर्गतको संसदीय समिति, अर्थ समितिमा विचाराधीन थियो। तपाईँ हामी सबैले बनाएको प्रतिनिधि सभा नियमावलीको नियम 122(2) को खिलाफमा गएर प्रक्रियालाई मिचेर मिनी पार्लियामेन्ट भनिने समितिको गरिमालाई न्याकेर यहाँ प्रस्तुत गरिएको छ। त्यसप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ। यो सत्तारूढ दलकै सभापतिले छिटो छिटो गर्नु पर्या भए भन्या भए हुन्थ्यो, हामी 1-2 हप्तामा पास गरिदिन्थ्यौँ। कार्यसूचीमा चढिसकेको विचाराधीन विधेयकलाई यसरी चाहिँ मानमर्दन गर्न हुने थिएन। यो जस लिने होडमा केही पनि उल्लेख्य काम गर्न नसकेको सरकारले म जिउँदै छु है भनेर जनाउ दिनको लागि प्रस्तुत गरेको जस्तो देखिएको छ। दोस्रो, वैधताको हिसाबले माघ 4 मा अध्यादेश सार्वजनिक हुन्छ। माघ 8 मा राष्ट्रपतिद्वारा संसद बोलाइसकिएको छ। माघ 18 मा अधिवेशन सुरु हुन्छ। तर आज फागुन 21 गते बल्ल यो प्रस्तुत गरिँदैछ। न नीतिगत आकस्मिकता छ, न प्रक्रियागत द्रुतता। अध्यादेशबाट शासन गर्न खोजेको बदनामी, यो कलङ्क बोक्दै गर्दा पनि यहाँहरूको पास गर्ने क्षमता रहेनछ भन्ने कुरा पनि यहाँ देखिएको छ। कहिलेकाहीँ राम्रै नतिजा ल्याउन खोजे पनि प्रक्रियामा छलछाम गरिँदाखेरि त्यसको प्रतिफल अवैध हुने गर्दछ, इलिजिटिमेट हुने गर्दछ। कहिलेकाहीँ कानुनी मानिने प्रक्रिया पनि अनैतिक भएको उदाहरण यहाँ राजनीतिमा लामो समय बिताउनुभएका सबैलाई थाहा छँदैछ। दक्षिण अफ्रिकाको अपार्थाइड रेजिम, रङ्गभेदी शासन कानुनी थियो, लिगल थियो, तर त्यो घोर अनैतिक थियो। त्यसैले प्रक्रियाहरूलाई नजरअन्दाज नगर्न म हार्दिक अनुरोध पनि गर्न चाहन्छु। कन्टेन्टमा पनि यहाँ योजना आयोगको भूमिकालाई खुम्च्याइएको छ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई पनि संविधानको धारा 63 को बर्खिलाप हुने गरेर यहाँ केही दफाहरू प्रस्तुत भएका छन्। 3 महिनाको छलफल राखिएको अवधिलाई पनि घटाएर 1 महिना चाहिँ राखिएको छ। र यो सबैको नियत चाहिँ अर्थ मन्त्रालयका, हाम्रो संविधानले नै चिनेका निकायहरू र अन्य स्थापित संस्थाहरूलाई पनि अर्थ मन्त्रालयको सब्सिडियरी शाखा बनाउने गरेर एकदमै दुर्नियतका साथ यहाँ लिएर आएको छ। योजना आयोग त अध्यादेशबाट बनेको हो। डेथ बाई 1000 कट्स भन्छन्, पत्तीले 1000 चोटि चिरेर मार्नुभन्दा एकैचोटि छिनालेको भए भइहाल्थ्यो। तर संविधानले उच्च स्थान दिएको संवैधानिक निकाय वित्त आयोगको पनि हस्तक्षेप
कार्यादेशमा हस्तक्षेप हुने गरेर जुन अध्यादेश प्रस्तुत गरिएको छ त्यसप्रति पनि मेरो आपत्ति छ। अन्तमा अनुशासनको कुरा गर्ने, तर यही समयमा फाइनान्शियल एक्सन टास्क फोर्स FATF को ग्रे लिस्टमा नेपाललाई चढाइदिनु भएको छ। यो सरकारको पालामा नै त्यो कलङ्क बोकिएको छ। बुर्किना फासो, हाइटी, नाइजेरियाको हाराहारीमा अब नेपाललाई पनि यो सरकारले दर्ज गराएको छ। र अब अन्तर्राष्ट्रिय रूपमा हाम्रा बैंकिङ कारोबारहरू, विदेशी लगानी लगायत यावतमा थप निगरानी हुने र सुधार नगर्ने हो भने अब हामी कालो सूचीमा पर्ने लगभग पक्का भएको छ। त्यसैले सम्पत्ति शुद्धिकरण एन्ड एन्टी मनी लन्ड्रिङ, यो काउन्टरिङ द फाइनेन्सिङ अफ टेररिजम CFT लगायतका ऐनहरू बनाउने तर कार्यान्वयन नगर्ने, वाइड बडीमा $55 मिलियन खाएको अमेरिकाको जस्टिस डिपार्टमेन्टले प्रमाणित दुनियाँले देख्ने गरेर वेबसाइटमा राखिदिएको छ, तर यहाँ कारबाही हुँदैन। सम्पत्ति शुद्धिकरण क्यासिनो मार्फत, रियल एस्टेट मार्फत, सुन, हुन्डी आदिबाट सम्पत्ति शुद्धिकरण गरिराख्नु भएको छ। यसैलाई हो उसले इङ्गित गरेको, कारबाही पनि गर। यो चाहिँ प्रक्रियागत कागजमा मात्र लेखेर भएन, थुन 2-4 जनालाई जाक भनेर भने हो फाइनान्शियल एक्सन टास्क फोर्सले। त्यसमा तपाईँहरूको ध्यान जाओस्। राजनीतिक संस्थाहरू त कब्जा भएका छन्, अदालत दलीय छायामा छ, संवैधानिक निकायहरू तपाईँहरूकै भागभण्डाबाट हुन्छन्, प्रहरी कर्मचारी तन्त्र पुरै एलिट क्याप्चर अफ पोलिटिकल इन्स्टिट्युसन भएको छ। अब डरलाग्दो कुरा, आर्थिक संस्थाहरू पनि कब्जा गर्ने दिशामा तपाईँहरू गइराख्नु भएको छ। सेबोन कुन प्रक्रियाबाट, कस्तो शर्तमा, कसको सौजन्यमा नियुक्ति भयो, बिमा प्राधिकरणमा के गर्नुभयो, र अब सबभन्दा डरलाग्दो अघि ग्रे लिस्टको कुरामा राष्ट्र बैंक पनि कब्जा गर्ने दुर्नियतका साथ केही अभियानहरू चलिरहेका छन्। अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ, स्वच्छ अन्तर्राष्ट्रिय छवि भएको, परिपक्वता भएको, दशकौं आर्थिक प्रशासनमा अनुभव भएको र दक्षता भएको मानिसलाई त्यहाँ नियुक्ति गर्नु होला। कुनै बिचौलियाको मतियार वा उसले प्लान्ट गरेको पात्रलाई राष्ट्र ब्याङ्कमा पुर्याउनु भयो भने हामी फाइनान्शियल एक्सन टास्क फोर्सको ग्रे लिस्टबाट हामी ब्ल्याक लिस्टमा पुग्ने। माननीय सदस्य, समय सकियो। धन्यवाद। अब प्रतिपक्षलाई चाहिँ विरोध गर्ने बल त हुन्छ, तर गर्नै पाउनु भएन उहाँहरूले। कहाँ विरोध गर्ने, कुन दफामा विरोध गर्ने, अध्यादेशको कुन कानुनको कुन चाहिँ दफामा, कुन चाहिँ धारामा चाहिँ गरिएको संशोधनमा के विरोध गर्ने भन्ने कुरो उहाँले त्यस्तो कुनै चिजै पाउनु भएन। उहाँहरूको अभिव्यक्ति एउटा मलाई त्यस्तै लाग्यो। विरोध गर्नुपर्ने भावनाले विरोध गर्नुभयो, बस यति। त्यस कारण यो म के निवेदन गर्न चाहन्छु भने फेरि पनि स्वयं मान्यज्यूलाई म धन्यवाद दिन चाहन्छु, जसले यो अध्यादेशलाई विरोध गर्नुपर्छ भनेर चाहिँ आफ्नो भनाइहरू राख्नु भएको छ। सबभन्दा पहिलो कुरा त हामी सबैलाई थाहा छ नि, सुशासन आज हाम्रो सबैको चुनौती हो कि होइन, हाम्रो सबै राज्यको समस्या हो कि होइन। राज्य भनेको त सत्तापक्ष मात्रै होइन होला, प्रतिपक्ष पनि हो। हिजोको प्रतिपक्ष आजको सत्तापक्ष, आजको सत्तापक्ष भोलिको प्रतिपक्ष हुन्छ। तर राज्य कस्तो चलाउने, राज्यमा सुशासन कायम गर्ने कि नगर्ने, सार्वजनिक सेवा प्रवाहलाई चाहिँ प्रभावकारी बनाउने कि नबनाउने भन्ने कुरा हामी सबैले सोच्नु पर्दैन? सबैले सोच्न म अनुरोध गर्न चाहन्छु। यो विधेयकले त्यही कुरा चाहिँ आजको समस्या समाधान गर्न खोजेको हो। किनभने हामीलाई के थाहा छ भनेदेखि अस्ति मात्रै एउटा चाहिँ भ्रष्टाचार निवारण सम्बन्धी एउटा विधेयक पास भयो। कति वर्षपछि पास भयो तपाईँलाई थाहा छ? शिक्षा विधेयक चाहिँ आजसम्म किन लड्किरहेछ समितिहरूमा, अनि हाम्रो चाहिँ निजामती सेवा विधेयक किन लड्किरहेछ? 5 वर्ष 6 वर्ष 4 वर्ष एउटा विधेयक पास गर्न लाग्ने चाहिँ मुलुक हाम्रो परम्परा या हाम्रो चाहिँ आजको समस्या त्यो होइन। अनि यो सबै तत्काल गर्नुपर्ने कुराहरू हामी 5 वर्ष 4 वर्ष 3 वर्ष पर्खेर बस्न सक्छौँ? सक्दैन होला नि त। त्यस कारणले चाहिँ उहाँहरूले ठिकै भन्नुभएको छ, संसद नचलेको बेलामा यो चाहिँ तपाईँको सरकारले अत्यावश्यक सोचेको विषयमा अध्यादेश ल्याउन पाउँछ, त्यसो भए किन विरोध गर्नुभएको? राष्ट्रिय सभा पनि चलिरहेको थिएन, प्रतिनिधि सभा पनि चलिरहेको थिएन। हामीलाई यही चिज चाहिँ आज सुशासन कायम गर्ने कुरा, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने कुरा अत्यावश्यक कुरा हो आजको दिनमा। त्यही अत्यावश्यक सोचेर हामीले यो चाहिँ अध्यादेश ल्याएको हो। त्यस कारणले म के भन्न चाहन्छु भनेदेखि पहिलो कुरा चाहिँ यो अध्यादेशमा चाहिँ करिब चाहिँ 12वटा ऐनहरूको चाहिँ संशोधन गरिरहेको छ। त्यो संशोधन को एउटा सुशासन प्रवर्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाली ऐनलाई संशोधन गर्न यो अध्यादेश जारी भयो। आज म तपाईँ यो सम्मानित सदन समक्ष सम्मानित सभामुखको चाहिँ मार्फत म अनुरोध गर्न चाहन्छु, साँच्चै आजको चाहिँ हाम्रो यो सुशासनसँग जोडिएका ऐनहरू, सुशासन व्यवस्थापन सञ्चालन गर्ने ऐन, त्यसमा समस्या छैन? त्यसले हाम्रो सुशासनमा बाधा दिएको छैन?
एकपल्ट बनाएपछि त्यो सबै कानुन चाहिँ सधैँ हामीले गाइड गरिरहेछ र गरिरहेछ। गइरहेपछि नेपाली समिति ऐन चाहिँ अहिले साँच्चै नै सबै कुरा गरिरहेछ छैन, त्यहाँ संशोधन जरुरी छैन, जरुरी छ। त्यस्तै प्रकारले घरेलु हिंसा कसुर तथा सजाय ऐन 2066 मा संशोधन चाहिएको छैन। कसुरजन्य सम्पत्ति तथा साधन रोक्न नियन्त्रण र जफत गर्ने ऐन 2070 त्यसमा चाहिँ संशोधन नभइकन त्यसमा रहेका व्यवधानयुक्त चाहिँ प्रावधानहरू नहटाइकन दबाब नहटाइकन कसरी सुशासन कायम गर्न सक्छौँ, त्यो आजको अत्यावश्यक विषयवस्तु हो कि होइन? सोच्यो सरकारले कि सुशासन कायम गर्नु, सुशासनको चाहिँ कदम अगाडि बढ्नु आजको आवश्यकता हो। त्यस कारण यो आवश्यकताहरू महसुस गरेर हामीले चाहिँ यो 12वटा ऐनको करिब चाहिँ 24वटा दफाहरू संशोधन गरेर या केही दफाहरू थप गरेर यो चाहिँ सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रसारण सम्बन्धी ऐनलाई हामीले ल्याएको। त्यस कारणले म अनुरोध गर्न चाहन्छु, गैर आवश्यक नेपाली सम्बन्धी प्रश्नहरू उठेका छन् केही न केही। मैले यो व्यवस्थाबाट चाहिँ मैले के देख्छु भने गैर आवश्यक नेपाली नागरिकता प्राप्त नागरिक र उनीहरूको परिवारलाई समेत निःशुल्क भिसा उपलब्ध गराउँदा नेपालभित्र परिवारसहित आवाजात गर्न र बसोबास गर्न कम खर्चिलो र सजिलो हुनुको साथै उनीहरूको नेपालको आवाजात बढ्दै जाने, आर्थिक सामाजिक सांस्कृतिक रूपमा चाहिँ गतिविधि उनीहरूको बढ्दै जाने, त्यसले गर्दा विदेशमा चाहिँ रहँदा बस्दा प्राप्त गरेको चाहिँ प्राविधिक ज्ञान सिप या चाहिँ उनीहरूले आर्जन गरेको पुँजी नेपालको चाहिँ विभिन्न चाहिँ पेसा र उद्यममा चाहिँ लगानी गर्न सक्ने परिस्थिति सिर्जना हुने र त्यो उपयोग गर्ने सम्भावना चाहिँ बढ्दै जाने कुरा के गलत हुन्छ र? त्यो आजको आवश्यकता होइन? त्यही आवश्यकता सोचेर हामीले यसमा चाहिँ संशोधन गरेको र उक्त संशोधन नेपालको संविधानले गैर आवश्यक नेपाली नागरिकलाई प्रदान गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको कुरा त छँदैछ र त्यसको चाहिँ त्यो उपयोग चाहिँ गर्ने वातावरण निर्माण गर्ने कुरा र नेपालको चाहिँ औद्योगिकरण, नेपालको व्यवसायीकरण या नेपालको समृद्धिमा उनीहरूको योगदानलाई अधिकतम रूपमा चाहिँ जसरी चाहिँ उनीहरूको भावनात्मक सम्बन्ध नेपालसँग जोड्दै जान सक्यो त्यसले नेपाललाई चाहिँ नोक्सान हुन्छ र? यो चाहिँ यो संशोधन विरोध पर्ने कुनै कारण छ र? यस्तो भयो भने यो चाहिँ गलत नोक्सान हुन्छ, मुलुक घाटामा पर्छ भन्ने कुनै कारण छ र छैन? त्यस कारणले उहाँले विरोध गर्ने कर नै पाउनु भएन यस कारणले। त्यस कारण अर्को चाहिँ सुशासन व्यवस्थापन चाहिँ ऐनको चाहिँ हामीले संशोधन प्रस्ताव राखेको छ। यसमा चाहिँ दफा 2 मा संशोधन भएको छ। म के भन्न चाहन्छु, दफा 2 ले चाहिँ अघि चाहिँ हाम्रो मान्यजीले भन्नुभएको छ प्रचलित कानुनमा नेपाल सरकार मन्त्री परिषदबाट सञ्चालन हुने भनी उल्लेख भएका विषय र नेपाल सरकार कार्य सम्बन्धन नियमावली बमोजिम नेपाल सरकार मन्त्री परिषदमा पेश गर्नुपर्ने विषय र प्रचलित कानुनमा नेपाल सरकारको पुनरावेदन लाग्ने भनी उल्लेख भएका विषय नेपाल सरकार मन्त्री परिषदबाट गर्ने यस बाहेकका अरू कामहरू मन्त्री परिषदले मन्त्रीहरूलाई अधिकार प्रत्यायोजन गर्ने, मन्त्रीहरूले सचिवसम्मलाई चाहिँ अधिकार प्रत्यायोजन गर्ने प्रणालीले हाम्रो चाहिँ यो चाहिँ क्याबिनेटमा चाहिँ थुप्रै फाइलहरू चाहिँ पाइलअप भएर चाङ लाएर निर्णय ढिलो हुँदाखेरि हाम्रो चाहिँ शासन प्रशासनमा चाहिँ समस्या परेको, ढिलो ढाला भएको, त्यसले जनताले दुःख पाएको, चाँडै सेवा नपाएको, सरल रूपमा सेवा नपाएको कुरा हटाउने कुरा चाहिँ उहाँले विरोध गर्न सक्नु भएन नि। त्यो हटाउने कुरा हामीले ल्याएका छौँ। त्यो आजको अत्यावश्यक चाहिँ कुरा हो भनेर हामीले भनेका छौँ। त्यस कारणले यसले चाहिँ तपाईँको काम छिटो हुने, यसबाट हुने लाभ चाहिँ छिटो हुने, सरल रूपमा चाहिँ सम्पन्न गर्न सकिने भएको हुनाले हामीले यो संशोधन ल्याएको। त्यस कारणले म अनुरोध गर्न चाहन्छु, फेरि पनि दफा 15 पनि हामीले यसमा संशोधन गरेका छौँ कि सार्वजनिक प्रचलित कानुन बमोजिम निर्णय गर्नुपर्ने वा कार्य सम्पादन गर्नुपर्ने जिम्मेवारी रहेका सार्वजनिक पदाधिकारीले निर्णय गर्नुपर्ने नियम विषयसँग सम्बन्धित सूचना प्रमाण वा कागजात प्राप्त मितिले 7 दिनभित्र कार्यान्वयन वा कार्य सम्पादन गर्नुपर्ने कुराले कि त्यसो भए 70 दिनपछि गरे पनि हुन्छ भन्ने हो तपाईँहरूको कुरा? 700 दिनपछि गरे पनि सम्पन्न गरे पनि हुन्छ भन्ने हो? होइन भने यो चाहिँ यस्तो धेरै फाइल चाहिँ अड्काएर चाहिँ तपाईँको विभागको होला या मन्त्रालयको होला या कुनै अदालतको चाहिँ हाकिमहरूले चाहिँ तपाईँको फाइल अड्काइराख्ने कुरा हाम्रो जे चाहिँ खालको प्रक्रिया छ यसलाई चाहिँ सरलीकृत गरेर कमसेकम 7 दिनभित्र ती कामहरू सम्पन्न गर्नुपर्ने, ती समस्याहरू समाधान गर्नुपर्ने भन्ने कुरा यो सुशासन प्रवर्धनको विषय होइन? यसमा तपाईँले विरोध गर्न सक्नु भएको छ? भन्नुहोस् न तपाईँले। हामीले यो विरोध गर्नु पऱ्यो 7 दिन भएन, 70 दिनमा चाहिँ भन्नु पऱ्यो, होइन भने यो विरोधको कुनै औचित्य देखिँदैन। त्यस कारणले म भन्न चाहन्छु फेरि पनि आम नागरिकलाई कम समय र बिना झन्झट सहज रूपमा सार्वजनिक सेवा प्रवाह गर्नका लागि सूचना प्रदीपको उच्चतम प्रयोग गर्ने कुरा हामीले भनेका छौँ। त्यो कुरा गलत छ? त्यो कुरा हामीले त ई-गभर्नेन्सको कुरा नै गरिरहेका छौँ। त्यस कारणले गुड गभर्नेन्सको कुरा गर्दाखेरि ई-गभर्नेन्स नभइकन गुड गभर्नेन्सलाई चाहिँ प्रोत्साहन मिल्न सक्दैन, प्रवर्तन गर्न सकिँदैन भन्ने कुरा बुझेरै
अधिकतम रूपमा चाहिँ प्रविधिको चाहिँ विकास सँगसँगै हामीले त्यसको प्रयोग पनि गर्दै लैजाने भन्ने कुरा आजको दिनको चाहिँ महत्त्वपूर्ण आवश्यकताको कुराभित्र पर्छ भन्ने मलाई लाग्छ। त्यसैले यो सुशासन प्रवर्धन सम्बन्धी गरिएका चाहिँ यी संशोधनहरू उपयुक्त छन्, आजको आवश्यकता अनुरूप छ। र अर्को कुरा चाहिँ घरेलु हिंसा सम्बन्धी जो ऐन छ एउटा चाहिँ त्यसमा चाहिँ के भने तेजाब सम्बन्धी कसुरलाई गम्भीर कसुरको रूपमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन गर्ने ऐन 2019को सम्बोधन गरिसकेकोले त्यस्तो गम्भीर प्रकृतिको कसुरलाई घरेलु हिंसा कसुर र सजाय ऐन 2068 मा सीमित राख्न उपयुक्त नभएकोले तेजाबसँग सम्बन्धित व्यवस्था यस ऐनबाट हटाइयो। यो चाहिँ गम्भीर घरेलु हिंसा होइन कि यो चाहिँ अपराध हो भन्ने कुरा चाहिँ हामीले स्वीकार गरिसकेका हुनाले त्यस्तो चाहिँ कानुन आइसकेका हुनाले यो कानुनको आवश्यकता परेन भन्न खोजेको हामीले। अब कसुरजन्य सम्पत्ति सघन साधन रोक्का नियन्त्रण र जफत गर्ने जुन ऐन छ यसमा के भनिएको छ भने प्रचलित कानुन बमोजिम जफत हुनुपर्ने जग्गा जफत गरिएपछि त्यस्तो जग्गाको क्षेत्रफल कम भएको कारण प्रचलित कानुन बमोजिम कित्ता काट हुन सक्ने अवस्था नभएमा वा त्यस्तो जग्गा सरकारी वा सार्वजनिक प्रयोजनको लागि विभिन्न कारणले उपयोगमा ल्याउन नसकिने अवस्था भएमा वा समय वा समग्र कित्ता जग्गा जफत नभई जग्गाको केही भाग मात्र जफत हुने ठहरेकोमा त्यस्तो भाग छुट्याउँदा जग्गा जनिको अन्य भौतिक सम्पत्तिमा क्षति वा नोक्सान हुने भएमा वा निकायमा क्षय हुने अवरोध हुने भएमा मूल्याङ्कन समितिले निर्धारण गरेको मूल्यमा जग्गा दिनले खरिद गर्न सक्ने व्यवस्था के बेठिक छ यो कुरा? यो त आजको दिन हामीले नगरी नहुने काम थियो, त्यस कारणले यसमा हामीले संशोधन गरेका छौँ। यसले यसबाट चाहिँ हामीले संशोधित व्यवस्थाले प्रचलित कानुन बमोजिम जफत हुनुपर्ने जग्गा सरकारलाई प्राप्त हुन आए पनि विभिन्न कारणवश त्यस्तो जग्गा सरकारी वा सार्वजनिक कामका लागि अनुपयोगी वा अनुपयुक्त हुने प्रकृतिका जग्गा भएमा त्यस्तो जग्गाको बदलामा सो जग्गा दिनेलाई नै बढी उपयोगी हुने भएमा मूल्याङ्कन समितिले निर्धारण गरे बमोजिम सरकारलाई यो जग्गा बापतको नगद नै प्राप्त हुँदा सरकारले प्राप्त गर्ने आम्दानी उचित ठाउँमा लगाउन सक्ने जग्गाको अति खण्डीकरण रोकिनुको साथै नजिकको नागरिकको वैध सम्पत्ति उपयोग गर्ने कार्यमा पनि सहजीकरण हुनाले हामीले यसमा चाहिँ यो कसुरजन्य सम्पत्ति साधन ऐन चाहिँ हामीले संशोधन गरेको कुरा यहाँले बुझ्नुपर्छ भन्ने लाग्छ मलाई। त्यसैले यसको साथसाथै श्रम ऐनको पनि कुरा उठाएको छ केही न केही रूपमा। हामीले के भनेको भने यस उक्त श्रम ऐनमा भएको संशोधनले हामीले के पाउन लाभ लिन सक्ने हुन्छौँ भनेदेखि उक्त संशोधनले दक्ष शिक्षित र अनुभवी श्रमिकलाई 60 वर्षको उमेरसम्म काममा लगाउँदा एकातिर औद्योगिक व्यावसायिक प्रतिष्ठानको उत्पादन र उत्पादन वृद्धि गर्न सहयोग पुग्ने र अर्कोतर्फ अनुभवी र शिक्षित श्रमिकलाई बेरोजगार बन्नु नपर्ने हुँदा दुवै पक्षलाई फाइदा हुने देखिएको हुनाले श्रम ऐनमा हामीले आवश्यक संशोधन गरेको। त्यसकारण आदरणीय सम्माननीय सभामुख महोदय, यसको साथसाथै स्थानीय सरकार सञ्चालन ऐन 74 पनि हामीले केही न केही संशोधन गरेका छौँ। कारणवश गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष वा नगरपालिकाको प्रमुख र उपप्रमुखको पद कुनै कारणले निलम्बन भएमा रिक्त भएमा हाम्रो कानुनमा त्यस्तो खालको एउटा चाहिँ प्रावधानै रहेनछ अहिलेसम्मको विद्यमान कानुनमा। त्यस्तो चाहिँ दुईटै पद रिक्त भयो भने के हुन्छ, पुर्ताल कहाँबाट गर्ने, कार्यवाही कहाँबाट तोक्ने भन्ने कुनै कानुनी व्यवस्था नभएको कारणले गर्दाखेरि तराईको धेरै जिल्लाहरूमा पनि हामी देख्छौँ भ्रष्टाचारको चाहिँ अभियोगमा निलम्बनमा परेर गाउँपालिका अध्यक्ष उपाध्यक्षको पद दुईटै रिक्त भएको ठाउँमा गाउँ कार्यपालिकाको अध्यक्ष उपाध्यक्ष भएन, शासन चलाउने मान्छे भएन, त्यसको नेतृत्वै भएन, नगरपालिकाको प्रमुखको हक पनि त्यस्तै देखिन्छ। 2-3 वर्ष जनताले त्यहाँबाट सेवा प्राप्त गर्न सकेन, त्यहाँको नीति कार्यक्रम चाहिँ लागू हुन सकेन। यस्तो चाहिँ के अरे यो सुशासनको या लोकतान्त्रिक चाहिँ पद्धतिमा चाहिँ सुशासन कायम गर्ने क्रममा यस्तो चिजले अवरोध पुर्याइरहेको छ, त्यसलाई हटाउनु पर्दैन, त्यसको चाहिँ अतिरिक्त व्यवस्था गर्नु पर्दैन, त्यसको नयाँ व्यवस्था गर्नु पर्दैन। हामीले त्यही नयाँ व्यवस्था के गर्नु भनेदेखि अब उपरान्त त्यस्तो चाहिँ पद रिक्त भयो भने या निलम्बनमा दुईटै पद रिक्त हुने परिस्थिति बन्यो भने त्यस्तो बेलामा नगर कार्यपालिकाको सदस्यहरूले आफू मध्येबाट एकजना चाहिँ तोक्ने, जो छनौट गर्छ त्यही मान्छे कार्यवाहक चाहिँ अध्यक्ष हुने, अर्को व्यक्ति कार्यवाहक उपाध्यक्ष हुने, कार्यपालिकाको पनि सदस्यहरूले नगरको प्रमुख चाहिँ छनौट गर्न सक्ने, नगरको उपप्रमुख छनौट गर्न सक्ने, अर्को चाहिँ पुनः व्यवस्था नभइन्जेलसम्म या इलेक्सन भएर अर्को नयाँ अध्यक्ष उपाध्यक्ष वा प्रमुख प्रमुख नआइन्जेलसम्मको लागि त्यो चाहिँ कुर्सी खाली राख्नु भएर जनताको सेवा गर्ने ठाउँको चाहिँ कुर्सी खाली राख्नुहुन्छ, त्यो पद खाली राख्नुहुन्छ, हुँदैन भनेको।
त्यो पद खाली भएर 2-3 वर्षसम्म जसले सेवा पार्यो भने त्यो कुशासनतिर गयौँ भनेको हामीले। त्यस कारण त्यो कुशासनको यो चाहिँ परिस्थितिलाई तोडेर त्यसलाई त्यसबाट चाहिँ हामी अगाडि बढ्नको लागि हामीले यो प्रावधान ल्याएको हो। होइन भने विरोध गर्ने मान्नेले भन्नु पऱ्यो नि, खाली भइरोस् के मतलब छ भन्नु पऱ्यो। होइन यो चाहिँ होइन भने यो चाहिँ रिक्त हुनु हुँदैन भन्ने कुरा हो भने यो चाहिँ संशोधनको समर्थन गर्नुको विकल्प छ, यो अध्यादेश समर्थन गर्नुको विकल्प छ छैन, म अनुरोध गर्न चाहन्छु सबैले यही रूपमा हेर्नु होला। र अर्को कुरा चाहिँ अन्तिममा म के भन्न चाहन्छु भने मुलुकी फौजदारी कार्यविधि संहितामा पनि हामीले केही न केही संशोधन गरेका दफा 117 मा संशोधन गरेका छौँ। प्रतिवादी र पीडित दुवै पक्षले मिलापत्र गराई पाउनका लागि निवेदन दिएमा चेक अनादरको जरियाबाट उठेको बैंकिङ कसुर, अपराधी विश्वासघात वा अपराधिक लाभ समेतका मुद्दामा जुनसुकै तहमा विचाराधीन रहेको वा फैसला कार्यान्वयन गर्दाको अवस्थामा पनि मिलापत्र हुन सक्ने प्रावधान राख्नु पर्यो। मिलापत्रबाट चाहिँ तपाईँको कुनै द्वन्द्वहरूको समाधान भयो भने त्यो दीर्घकालीन हुन्छ, त्यो दिगो हुन्छ। अदालतबाट चाहिँ निर्णय एउटा फैसला गर्नु फेरि अर्को अदालतमा जान्छ, फेरि अर्को अदालतमा जनताले दुःख पाइराख्ने भयो, द्वन्द्व चाहिँ झेलिराख्ने भयो। त्यस कारणले गर्दा यसको व्यवस्थाको लागि पनि हामीले यो संशोधनले विवादमा अदालतको फैसलाबाट भन्दा मेलमिलापको माध्यमबाट विवादको समाधान भएमा पक्षहरूबीच सौहार्दपूर्ण सम्बन्ध कायम हुन सक्छ र सामाजिक सद्भाव पनि कायम रहन सक्छ र विवादको स्थायी समाधान हुने र फैसला कार्यान्वयन पनि प्रभावकारिता हुने देखिएको हुनाले यो संशोधनको प्रस्ताव राखेको हामीले यो अध्यादेश मार्फत। त्यसैले दफा 137 मा पनि अर्को चाहिँ छ प्रचलित कानुनी बमोजिम पुनरावृत्ति। यहाँ अर्को चाहिँ गम्भीर प्रश्न छ। प्रचलित कानुनी बमोजिम पुनरावृत्ति दिँदा कैदमा नै बस्नुपर्ने भने किटान गरिएको अवस्थामा व्यक्तिभन्दा बाहेकका अन्य व्यक्तिले पुनरावृत्ति गर्दा धरोट वा जमानत दिई पुनरावृत्ति गर्नुपर्ने अवस्था रहेकोमा सो व्यवस्थामा संशोधन गरी सुरु अदालतमा तिरेको धरोट वा जमानतको 15% मात्र थप रकम धरोट वा जमानत राखी वा कैद सजाय भएकोमा कैद बापत रकम तिरी पुनरावेदन गर्न पाउने व्यवस्था गरिएको हो। यसले चाहिँ के भयो भने पुनरावेदन गर्दा ठुलो धनराशि धरोटी वा जमानतमा राख्नु पर्दा कतिपय व्यक्तिहरू गरिबी वा आर्थिक अभावका कारणले गर्दाखेरि धरोटी वा जमानत राख्न नसकेको कारणले धेरै वर्ष थुप्रै समय चाहिँ तपाईँको पुनरावेदन कैदमा नै बसी पुनरावेदन गर्नुपर्ने स्थिति भएको, त्यसलाई अन्त्य गर्न यो संशोधन भएको। पुनरावेदन तहमा चाहिँ फैसला हुन लामो समय लागेमा कैदमा नै बसिरहनु पर्ने परिस्थितिको चाहिँ अन्त्य गर्नको लागि यो फैसला गर्दाखेरि धेरै गरिबहरूलाई धेरै त्यस्तो समस्या भएका व्यक्तिहरूलाई पनि यसले लाभ हुने देखेर यो आजै गर्नुपर्ने समस्या भएको हुनाले हामीले अत्यावश्यक महसुस गरेर यो चाहिँ विधेयक संशोधन गरेर चाहिँ यो ऐन संशोधन गरेर अध्यादेश ल्याएका हौँ हामीले। त्यसैले स्वास्थ्य बिमाको कुरामा हामीले चाहिँ धेरै कुरा गरेको होइन, मात्र के गरेको भनेदेखि स्वास्थ्य बिमा चाहिँ हामीले भन्ने स्वास्थ्य बिमाको चाहिँ सेवा प्रदान गर्ने चाहिँ पालिकाको कुन चाहिँ संस्था हुन्छ त? संस्था नतोकिने एउटा पालिकाको मान्छे भने काठमाडौँ आउनुपर्ने, काठमाडौँमा चाहिँ भरतपुर जानुपर्ने परिस्थितिको अन्त्य गर्नको लागि चाहिँ फर्स्ट चाहिँ सेवा प्रदायक संस्था कुन हो भनेर चाहिँ पालिकामै तोकिदियो भने पहिले त स्वास्थ्य बिमा चाहिँ होल्डरहरू चाहिँ त्यो पालिकामा गएर चाहिँ उसले उपचार गर्ने भयो नि, त्यो उसको लागि सरल हुने भयो, उसको लागि सजिलो हुने भयो, उसको लागि कम खर्च हुने भयो। अनि यो चाहिँ सुशासनको प्रवर्तनलाई यो चाहिँ कुरा महत्त्वपूर्ण कुरा छ, किनभने स्वास्थ्य बिमाको चाहिँ सुविधा लिने कुरामा जे समस्या पैदा भएको छ त्यसलाई समाधान गर्नको लागि हामीले यो प्रस्ताव चाहिँ यो संशोधनको प्रस्ताव ल्याएका हौँ। र अर्को कुरा चाहिँ त्यसैमा पनि के भने भनेदेखि कुनै कारणवश कार्यकारी पद चाहिँ रिक्त भयो या निलम्बन भयो, त्यो कामै ठप्प हुन्छ, त्यसो बेलामा के गर्ने? हाम्रो कानुनले बोलाएर हिँड्छ। त्यसैले त्यसमा चाहिँ नयाँ चाहिँ थप संशोधन के गरे भनेदेखि त्यसो भयो भने तत्काल कार्यभाग मात्रै हो, नयाँ चाहिँ के अरे नियुक्ति भने होइन, तत्काल कार्यभाग चाहिँ के अरे कार्यकारी निर्देशक तोक्न चाहिँ मन्त्रालयले सक्ने भनेर भनेको मात्रै हो। यो सरलीकरणको लागि र सुशासन प्रबन्धन र सेवा प्रवाहलाई चाहिँ नरोकियोस्, अवरुद्ध नहोस् भन्नको लागि गरिएको व्यवस्था हो। त्यस कारणले चाहिँ यो स्वास्थ्य बिमा ऐनको पनि यो व्यवस्थाले चाहिँ हामीलाई धेरै फाइदा पुग्छ र सुशासन प्रवर्धन योगदान दिन्छ भन्ने लाग्छ मलाई। सामाजिक सुरक्षा ऐनको ऐनमा चाहिँ हामीले सामाजिक सुरक्षा भत्ता वितरणमा नेपाल सरकारले राष्ट्रिय परिचय पत्रको व्यवस्था चाहिँ परिचय अनिवार्य गर्न सक्ने व्यवस्था गरिएको, अनिवार्य गर्न सक्ने। तर त्यसको लागि चाहिँ मान्यजीले उठाउनु भएको विषय एउटा के सान्दर्भिक छ भने अनिवार्य गरेर चाहिँ अहिले चाहिँ नागरिकता के अरे नेसनल आइडी नै पास छ भने त्यो त सेवाबाट अवरुद्ध हुने भयो नि, त्यो चिजलाई हामीले क्रमशः मिलाउँदै लैजाने भनेको हो। तर अब चाहिँ हाम्रो चाहिँ कुराहरू धेरै ठगी भयो। किन ठगी भयो भनेदेखि नागरिकताको आधारमा चाहिँ वृद्ध भत्ता चाहिँ के अरे लिने मान्छेहरू या चाहिँ एकल महिला भत्ता लिने या चाहिँ अशक्त भत्ता या चाहिँ के अरे अरू विभिन्न भत्ताहरू छन्, अल्पसङ्ख्यक भत्ता, दलित भत्ता बुझिरहेको छन्, त्यहाँ धेरै चाहिँ अनियमितता भयो।
कर्मचारीको तर्फबाट, जनप्रतिनिधिको तर्फबाट धेरै अनियमितता भयो। नेसनल आइडीमा चाहिँ त्यसलाई आबद्ध बनाउनको लागि यो भने यो चाहिँ आर्थिक अनियमिततालाई रोक्न सकिएला भनेर चाहिँ हामीले यो प्रबन्ध गरेको हो। आर्थिक अनुशासन आफैले सुशासन एउटा चाहिँ महत्त्वपूर्ण पाटो भन्ने कुरा चाहिँ बुझेर हामीले यो चाहिँ संशोधन राखेका हौँ हामीले। र त्यस्तै अपराध चाहिँ पीडित संरक्षण ऐनमा हामीले संशोधन गर्न खोजेको कुरा के हो भनेदेखि प्रचलित कानुन बमोजिम क्षतिपूर्ति रकम प्राप्त गर्ने गरी अदालतबाट फैसला भएकोमा त्यस्तो क्षतिपूर्ति रकम प्राप्त गर्न नपाउँदै पीडितको मृत्यु भयो, अहिलेसम्म केही प्रबन्ध छैन। त्यसले चाहिँ क्षतिपूर्ति पाउने कि नपाउने, पीडित त्यो क्षतिपूर्ति नपाउँदै पीडित मऱ्यो भने पीडितको चाहिँ बाबुआमा या पीडितको चाहिँ श्रीमान श्रीमती कसैले पाउनु पऱ्यो नि। अहिलेसम्म हाम्रो कानुनमा त्यो प्रबन्ध रहेनछ नि त। यो चाहिँ तपाईँको सुशासन कायम गर्ने क्रम यो कुरा बाधा हो कि होइन भन्नुहोस् त। त्यो आजको दिनमा गर्नुपर्ने हो, भोलि चाहिँ 7 महिना 6 महिना 5 वर्षपछि गर्नुपर्छ गरे पनि हुन्छ भन्ने विषय हो र यो त तत्कालै चाहिँ हामीले चाहिँ सम्बोधन गर्नुपर्ने विषय भएको हुनाले हामीले यो चाहिँ अध्यादेश मार्फत यो संशोधन गर्ने चाहिँ प्रस्ताव ल्याएको। यसले गर्दाखेरि के हुन्छ भने त्यो कुरा चाहिँ उनीहरूले सजिलै चाहिँ प्राप्त गर्न सक्ने भावना यसले चाहिँ के अरे न्याय सिर्जना गर्छ भन्ने चाहिँ कानुनी सिद्धान्तका आधारमा हामीले यो संशोधन ल्याएको। अर्को कुरा निवृत्त भरण कोष ऐनले शिक्षकहरूलाई चाहिँ योगदानमा आधारित निवृत्ति भरण प्रणालीमा आबद्ध गरेको हो। आबद्ध गर्दाखेरि आम रूपमा त्यो पेसामा चाहिँ रहेको शिक्षकलाई नै फाइदा गर्ने कुरा हो। सबै धेरै चाहिँ के अरे सेक्टरको के अरे कर्मचारीहरू पेसा व्यवसायहरू यो चाहिँ के अरे योगदानमा आधारित निवृत्ति भरणमा चाहिँ आबद्ध भइराख्ने प्रणालीमा आबद्ध हुने कुरा आफैमा चाहिँ वैज्ञानिक कुरा भएकोले हामीले उहाँलाई चाहिँ त्यो यसमा चाहिँ आबद्ध गरेका हौँ। र योगमाया के भनौँ त, योगमाया विदुषी नभनिकन मूर्ख भनौँ त, योगमाया चाहिँ अनि हिमालयन नभनिकन हामी मरुभूमि भनौँ त, त्यस्तो त हुँदैन होला नि त। विदुषी योगमाया आयुर्वेद हिमालयन आयुर्वेद विश्वविद्यालय गर्दाखेरि विभिन्न यो प्रावधानले चाहिँ हामीलाई चाहिँ विश्वविद्यालय सञ्चालनमा विभिन्न क्षेत्रको विज्ञहरूको संलग्नता र योगदान वृद्धि विश्वविद्यालयको प्रभावकारी सञ्चालन हुने पनि देखेको र यसले चाहिँ यसको गरिमा यसको मर्यादा पनि बढाउँछ भन्ने सोचेको। हिमालयन भन्ने कुरो कुनै व्यक्तिको संस्थाहरू त धेरै होला नि, संस्थाहरू त धेरै हुन सक्छन्, अनि यो कुनै संस्थासँग जोडेर चाहिँ यसमा चाहिँ परिकल्पना गर्ने कुरा चाहिँ धेरै गलत कुरा हुन्छ भन्ने लाग्छ मलाई चाहिँ। राजनीतिमा यस्तो पूर्वाग्रहले धेरै काम गर्दैन। त्यस कारणले चाहिँ के आयुर्वेदको विकास हिमालमा हुन्छ कि मरुभूमिमा हुन्छ? आयुर्वेदको विकास त हिमालयन क्षेत्रमा हुन्छ, मरुभूमिमा त हुँदैन होला, यो पानीमाथि त हुँदैन होला, यो त जमिनमै हुन्छ। त्यसो भने हिमाली क्षेत्रमै हुन्छ बढी आयुर्वेदको विकास। र त्यो आयुर्वेद विश्वविद्यालयको चाहिँ नाम चाहिँ हिमालयन चाहिँ विश्वविद्यालय राख्दाखेरि यसमा चाहिँ आपत्ति जनाउनुपर्ने कारण के छ र? त्यस कारणले यसको चाहिँ प्रभावकारितालाई हामीले यो चाहिँ गरेँ। त्यस कारणले अब अन्तिममा आज हामीले यो सुशासन प्रवर्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा जुन चाहिँ संशोधनहरू हामीले समावेश गरेर अध्यादेश ल्याएका छौँ, यो अध्यादेश फेरि पनि म मान्यहरूको ध्यान आकर्षण गर्न चाहन्छु। उहाँहरूको भनाइले पनि सम्मान गर्दै फेरि पनि के भन्न चाहन्छु भने हामीले कुनै गैर संवैधानिक काम गरेका छैनौँ। उहाँले नै व्याख्या गर्नुभयो जस्तै दुवै संसद चलिराखेका थिएन। अनि के अरे तपाईँको आजको दिनमा यी सबै चिजहरू अत्यावश्यक चिज चाहिँ हामीले महसुस गरेको। किनभने हामी एउटा कुरा त मैले अघि पनि भने हाम्रो अहिलेसम्मको चाहिँ प्रक्रिया चाहिँ स्थिति के छ भनेदेखि धेरै विवाद गर्ने, लामो माथापछि गर्ने, अनि एउटै चाहिँ विधेयक चाहिँ समितिमा चाहिँ वर्षौँ दिनसम्म अड्किएर रहने कुरा। अनि यो चाहिँ 12वटा कानुन चाहिँ वर्षौँसम्म एउटा चाहिँ कानुन पास गर्दाखेरि त हामीलाई 4-5 वर्ष लाग्ने मुलुकमा 12वटा कानुन पास गर्दाखेरि कति लाग्ला? अहिलेको हिसाबमा भन्दाखेरि 12-15 वर्ष लाग्ला नि। 12-15 वर्षपछि सुशासन कायम गर्ने हो भने चाहिँ चुप लागेर बसेर चाहिँ हामीले सुख पाउँछौँ? त्यो हाम्रो दायित्व हुन्छ होला र त? हुँदैन होला नि त पहिलो कुरा। त्यस कारणले यो संवैधानिक अधिकार हो सरकारको, अत्यावश्यक महसुस गर्यो सरकारले। त यो संवैधानिक अधिकार चाहिँ प्रयोग गर्ने कुरा हाम्रो कुनै मुराद छैन, किनभने लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरूको सरकार हो यो। लोकतन्त्रका मूलभूत मान्यतामा विश्वास गर्ने पार्टी, संसदको गरिमामा चाहिँ विश्वास गर्ने पार्टी हो। र चाहिँ संसदको गरिमालाई पनि सम्मान गर्दै, किनभने हामी त भाग्नै सक्दैनौँ नि। अघिल्लो पटकको चाहिँ अध्यादेशमा चाहिँ उहाँहरूले नै बोल्नु भएको थियो, यो चाहिँ हाम्रो चाहिँ अहिले अध्यादेश ल्याएको संसदबाट भाग्न होइन भनेर चाहिँ भन्नुभएको। आज हामीले चाहिँ तपाईँहरू चाहिँ भाग्न होइन भने हामी भाग्न खोज्या हो त होइन होला नि। त्यस कारणले हाम्रो संवैधानिक प्रावधान छ, यो सम्मानित संसदबाट भागेर यो अध्यादेश पारित हुँदैन। यो अध्यादेश पारित गर्ने त यो संसदले हो। त्यस कारणले चाहिँ हामीले अलिक फास्ट ट्र्याकमा जानको लागि चाहिँ कतिपय कुराहरू आजको दिनमा अत्यावश्यक चाहिँ महसुस गरेर हामीले यो अध्यादेश ल्याएका हौँ। त्यस कारणले यो अध्यादेशको मुलुकको हितको लागि, राज्यको हितको लागि, लोकतन्त्रको प्रवर्धनको लागि
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ प्रभावकारी बनाउनको लागि र सुशासन आजको महत्त्वपूर्ण एजेन्डा हो। किनभने सुशासन नभएको कारणले गर्दाखेरि अहिले पनि हामीले अनियमित आर्थिक अनियमितताबाट मुलुकलाई बचाउन सकेका छैनौँ। अहिले पनि हामीले चाहिँ पुँजीगत खर्च गर्नै सकेका छैनौँ। अहिले पनि हाम्रो राजस्व बढाउन सकेका छैनौँ हामीले। त्यो आज हाम्रो समस्या होइन। यो सबै समस्याको समाधानको एउटा चाहिँ महत्त्वपूर्ण आयाम भनेको सुशासन कायम गर्ने हो। सुशासन कायम गरेर यी सबै कुराहरूको प्रवर्धन गर्न सकिन्छ, व्यवस्था गर्न सकिन्छ। यस कारणले म सम्मानीय सभामुख मार्फत चाहिँ सम्पूर्ण यो सिङ्गो सदनलाई म अनुरोध गर्न चाहन्छु, यो विधेयक सत्तापक्ष प्रतिपक्ष कसैको होइन, यो अध्यादेश सबैको हितमा हो। किनभने हामी सबै जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, देशको पक्षमा छौँ। त्यसो भने देश र जनताको लागि, सुशासनको लागि सर्वसम्मत रूपले यसलाई पारित गरौँ। यति अनुरोध गरेर बिदा हुन चाहन्छु। धन्यवाद।